कामिका एकादशी व्रत कहिले पर्दछ त भन्दा 2083 साल श्रावण महिनाको 24 गते आइतबार, यानि कि इङ्ग्लिस समयअनुसार 2026 अगस्त महिनाको 9 तारिकका दिन चाहिँ कामिका एकादशी व्रत पर्दछ। यो व्रत गर्दा के फल प्राप्त हुन्छ त भन्दाखेरि, जो पापमा आसक्त हुनुभएको छ, मैले धेरै पाप गरेको छु भन्ने लाग्दछ, जो पापमा लाग्नुभएको छ, जो नराम्रो कर्ममा लाग्नुभएको छ भने उहाँहरूको लागि अत्यन्त दिव्य, अत्यन्त आनन्द, अत्यन्त फल दिनेवाला रहेको छ कामिका एकादशी व्रत। त्यसै गर्दाखेरि यो दिन हजुरले कामिका एकादशीको व्रत बस्नुभयो भने सम्पूर्ण गरिएका पापहरू नष्ट भएर अन्तिम भगवानको धाममा जान पाउनुहुन्छ, अर्थात् नरकलाई सपना पनि देख्नु पर्दैन भनेर बताएको छ। कृष्णको, कन्हैयाको पूजा गर्नुहोला, धूपदीप नैवेद्य मिष्टान्न भोजन चढाउनु होला। त्यस पछाडि व्रत आरम्भ गरेर आनन्दको साथमा व्रत बस्नु होला। जय श्री राधे, ओम श्री हरि।